प्रवेशद्वार भइसकेको छ। माथिहरू चाहिँ गौथलीहरू टन्नै उठ्दो रहेछ है। ओ दामी गाइज। अगाडि हिँड ल, अगाडि हिँड न। वाउ है, कस्तो बवाल ठाउँ हो, दामी रहेछ है। जय शम्भु। वाउ गाइस, यो चाहिँ यहाँबाट देख्ने यस्तो पवाल रहेछ है। आर्यन कस्तो दामी हेर्नु माथि लाइट, कस्तो पवाल बङ्ग निक्लेको। ओ माई गड, दामी रहेछ गाइस यो चाहिँ होइन। भित्र चित्रहरू नि दामी दामी है। त्यो लाइट बाली त के रहेछ त। यस्तो पहाड, ओ माई गड। यस्तो दामी पल यहाँनिर चाहिँ होइन। लामाहरूले चाहिँ लाइट बाली बाली हेर्नु गइरहेको छ यहाँनिर। के रहेछ हेरेको। वाउ है, यस्तै अचम्मको। माथि माथि त्रिशुल ए के गरेर राखेको हो त्यहाँनिर। ए ढुङ्गाको त्रिशुल। हजुर 1 2 3 4 5 6 7। ओ यस्तो दामी हो। म काठमाडौँ दुध बोके जस्तो। ए यहाँनिर लाइट चाहिने छ नि हेर्नलाई। हजुर हजुर छैन, पुग्दैन नि त। त्यहाँनिर त्रिशुल त्यहाँनिर होइन, लाइट बालेर हेर्नु पर्दो रहेछ यो चाहिँ त्रिशुल। वाउ बोल लुकिङ फुल। यो चाहिँ दामी लाग्यो है गाइज। यो चाहिँ ठ्याक्कै चारैतिर पहाडबाट पाल बनेर रहेछ। माथि रुख पनि कति ठुलो, यस्तो दामी हो। यो चाहिँ खुट्टाको पाइताल कस्तो दामी देख्दो रहेछ। खुट्टाको पाइताल है। वाउ कस्तो बल खुट्टाको पाइताल हो। यहाँनिर चाहिँ खुट्टाको पाइताल है गाइज। यस्तो दामी यस्तो दामी।
यो चाहिँ हलेसी मन्दिर है गाइस। के माग्यो तिमीलाई? Looking for you. Good. Okay. एकछिन वेट गर न। यस्तो दामी गाइज ल, यो चाहिँ गुफा है। यस्तो बवाल लाग्यो मलाई चाहिँ हैन। Look at this. Okay. Wait, lars है। एकछिन वेट गर। छैन अहिले खोले। उयो उस गर्ने छिर्ने ठाउँ पापद्वार काठ हालेर आउनु यता चिसो हेर्ने चिसो पानी आउँछ कि हेर्ने। यहाँ चाहिँ के हो? यो पापद्वार, यहाँबाट पहिला छिर्ने थियो अरे, अहिले चाहिँ बन्द गरेर रहेछ। कम यस्तो बवाल रह्यो। मुटु यो न आन्ध्र आन्ध्र नाइटो यो ए नाइटो जी यो राक्षसलाई दमन गर्ने टाइममा मुटु यो ए मुटु चाहिँ यो झुन्डेको आन्ध्र ए यो आन्ध्र बुढी। यो चाहिँ कसको आन्ध्र बुढी? राक्षसको ए त्यो यहाँ भन्दै हुनुहुन्छ आन्ध्र बुढी।
चम्पालाई लाग्छ